अहिले चाहिँ गुगल पेमा एउटा नयाँ फिचर आएको छ युपिआई सर्कल भनेर, जसमा चाहिँ पकेट मनी गोज डिजिटल भनेर देखाउँछ है ओपन गरेर हेर्दाखेरि। र धेरैजनाको चाहिँ कन्फ्युजन के रहेछ भन्दाखेरि चाहिँ धेरैजनाले चाहिँ यो स्क्याम हो भनेर भन्नुहुँदै रहेछ होइन। यसमा क्लिक गर्नु हुँदैन, यो चाहिँ स्क्याम हो, ओपनै गर्नु हुँदैन भनेर भन्नुहुँदै रहेछ। मैले सोसियल मिडियामा पनि 2-3वटा भिडियो भेटिसकेँ यसको बारेमा कि यो स्क्याम हो, यो एकदमै ओपन गर्नु हुँदैन भनेर है। तर एक्चुअलमा खासमा चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ स्क्याम होइन, यो चाहिँ एउटा गुगल पेको फिचर हो। र यसमा चाहिँ हामीले हाम्रो अकाउन्टको ब्याङ्क अकाउन्टको एक्सेस चाहिँ कसै अरूलाई दिन सक्छौँ है। हाम्रो अकाउन्टबाट पैसाहरू चलाउनु लागि चाहिँ हामी कसै अरूलाई हामीले अलाउ गर्न सक्छौँ। र यसमा चाहिँ हामीले लिमिट सेट गर्दा हुन्छ, मन्थली लिमिट हो। जस्तै मोस्टली यो चाहिँ कसको लागि चाहिँ युजफुल हेल्पफुल रहनेछ भन्दाखेरि चाहिँ जस्तै नानीहरू, कसैको स्टुडेन्ट नानीहरू हुन्छ होइन, स्कुल पढ्नेहरू जो चाहिँ घरदेखिको टाढो बसिरहेको हुन्छ, उनीहरूले जिपेहरू युज गर्न सक्दैन होइन। सो उनीहरूलाई चाहिँ जस्तै पेरेन्ट्सले नानीलाई पकेट मनी दिनुको लागि एक्सेस दिनु सक्छ होइन। जस्तै मन्थली एउटा लिमिट सेट गरेर नानीहरूलाई पैसा पेरेन्ट्सको अकाउन्टबाट पैसाहरू चलाओस्, लिमिटेड जुन चाहिँ मन्थली लिमिट राखेको छ त्यो अनुसार चलाओस् भनेर एक्सेस दिनु सक्छ। जस्तै हामी फ्यामिली मेम्बरमा दाजुभाइ दिदीबहिनी जसलाई पनि हामीले दिन सक्छौँ, या हस्बेन्ड वाइफ भयो होइन, जो चाहिँ ट्रस्टवर्दी हुन्छ, जसलाई चाहिँ हामीले भरोसा गर्न सक्छौँ, उहाँहरूलाई चाहिँ हामीले हाम्रो ब्याङ्क अकाउन्टको एक्सेस दिएर चाहिँ हाम्रो पैसाहरू ब्याङ्कमा भएको पैसा, हाम्रो अकाउन्टमा भएको पैसाहरू चाहिँ उनीहरूले युज गर्नु सक्छ। तर एभ्री टाइम जसलाई पनि हामीले एक्सेस दिएको हुन्छ, एभ्री टाइम जब हाम्रो अकाउन्टबाट उनीहरूले पेमेन्ट गर्छ या पैसा चलाउँछ, त्यति बेला चाहिँ हाम्रोमा नोटिफिकेसन पनि आउँछ। हामी आफ्नै फोनमा चेक गर्न सक्छौँ कि कुन दिन चलायो, कति बेला चलायो भनेर पनि है। र यसमा चाहिँ के चाहिँ हामीले केयरफुल रहनुपर्छ, के कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ भन्दाखेरि चाहिँ हामीले गलत मान्छेलाई चाहिँ एक्सेस दिनु हुँदैन। त्यो चाहिँ अब हाम्रो हातमा छ, हामीले कसलाई दिनु र कसलाई नदिनु भनेर होइन। गलत मान्छेलाई हामीले एक्सेस दियो भने चाहिँ उनीहरूले हाम्रो पैसाले मिसयुज पनि गर्न सक्छ, हाम्रो ब्याङ्क अकाउन्टको पैसाले चाहिँ मिसयुज पनि गर्न सक्छ होइन। सो एकदमै यति ध्यानपूर्वक हामीले ट्रस्टवर्दी मान्छेहरूलाई मात्रै यसको अलाउ दिनुपर्छ। जस्तै अब मैले भनिहालेँ, मलाई चाहिँ सबसे ज्यादा हेल्पफुल चाहिँ प्यारेन्ट्सहरूलाई, जो नानीहरू चाहिँ बाहिर बसेर पढिरहेको हुन्छ, स्टुडेन्टहरू हुन्छ है, उनीहरूको लागि युज गर्दाखेरि चाहिँ एकदमै हेल्पफुल लाग्यो। अनि घरमा हस्बेन्ड वाइफ भयो है, हस्बेन्ड वाइफमा पनि हस्बेन्ड टाढो या वाइफ घरदेखिको टाढोमा छ भने त्यसरी युज गर्न सकिन्छ एउटै ब्याङ्क अकाउन्टबाट होइन। जस्तै हामीले आफ्नो प्यारेन्ट्ससँग पनि युज गर्न सक्छौँ, या हाम्रो क्लोज फ्रेन्डहरू कोही ट्रस्टवर्दी छ भने उनीहरूसँग पनि हामी यसरी यो युपिआई सर्कललाई युज गर्न सक्छौँ होइन। र यो चाहिँ स्क्याम होइन, यो चाहिँ गुगल पेले नयाँ फिचर निकालेको हो। धेरैजनाको चाहिँ यसमा मिसअन्डरस्ट्यान्डिङ भइरहेको रहेछ, त्यही भएर मैले जानेको अनुसार, मलाई थाहा भएको अनुसार चाहिँ